र फाइनली आज दाजुभाइ चाहिँ हामी गुफा डाँडा जाने कुरा भयो। हामी बिस्तारै लाग्यौँ हामी गुफा डाँडातर्फ बाटोमा जाँदै थियौँ। जाँदा जाँदै बाटोमा चाहिँ मोहनी लाग्ने नै झरना देखिँदो रहेछ। सानो छ तर एकदमै ठुलो। भाइले चाहिँ झरना देखिसकेपछि मन थाम्नै सकेनछ, दगोरिहाल्यो। यति रमाइलो त हुँदैन थियो भन्दै थियो भाइ पनि, तर मजा आयो स्टार्टमा। आधी बाटोसम्म आउँदा कस्तो लागिरहेको छ तिमीलाई? बाटो एकदम पिच बाटो रहेछ, राम्रो रहेछ। एउटा हाम्रो तल आन्टीले चाहिँ बाटो कस्तो छ आन्टी भने, पुरै पिच बाटो छ भने चाहिँ अलिकति जाँदा त खुसी पनि लाग्यो, त्यो पिच बाटो हो कि भनेर। अब बिचमा नआउँदा त झन्डै बाइकले नताने त्यस्तो पिच बाटो रहेछ। अब यस्तो छ बाटो। जे होस् ठिक छ बाटो त। त्यस बाइकलाई यतो आउन चाहिँ अलिअलि यहाँसम्म चाहिँ राम्रो रहेछ। यहाँबाट माथि चाहिँ कस्तो हुन्छ फेरि देखाउँछ है त म। लगभग हामी गुफा डाँडाको आधी बाटोतिर पुग्दाखेरि, आधी बाटोभन्दा पनि माथि नै पुग्यौँ होला। राम्रै थियो बाटो, त्यहाँसम्म चाहिँ बाइक गाडीहरू राम्रै रहेछ। बरु काठमाडौँको भन्दा त गाउँतिरकै बाटो धेरै राम्रो विकसित भइसकेको रहेछ यो ठाउँ चाहिँ। डाँडा काँडा यताउता हेर्दै हामीलाई माथिसम्म पुगेको पत्तै भएन। हामी जाँदै थियौँ बिस्तारै दाजुभाइ, तर जाँदा जाँदै बाटो चाहिँ यो होइन रहेछ लास्टमा आन्टीले भन्नुभयो। कसरी ल्यायो त बाइक? इजी पिजी हो। त फाइनली हामी पनि गुफा डाँडा आइपुग्यौँ है। होइन मान्छे कोही पनि नहुँदो रहेछ, तर बाख्राहरू हावा चाहिँ बबाल चलिरहेछ है। यता हेलम्बु साइड, यो चाहिँ हेलम्बु साइड हो। यता मेलम्ची साइड भयो। उतापट्टि के भन्छ दर्शन पौवा भयो। यतापट्टि खटकशिला, यता जङ्गलहरू। त्यहाँ माथि नै अहिले के बन्न लगाएर चाहिँ दामी रहेछ। झन्डाहरू चाहिँ सबै फेरि एकचोटि फेर्नुपर्ने बेला भयो चाहिँ यहाँको चाहिँ। यहाँको चाहिँ कसलाई के गरेर हो कसो गरेर हुन्छ, एकचोटि झर्ना फेर्ने चाहिँ व्यवस्था राम्रोसँग मिलाइयो भने झनै राम्रो हुन्छ यहाँको ठाउँ चाहिँ। त्यो छ नेपालमा मान्छेहरू घुम्न हिँड्ने कता के भने झन्डै झर्ना छ यहाँ चाहिँ, बवाल छ क्या। अहिले सबै च्यातिन्छ यो। एउटा कुनै नि साध्य रहेछ रहन चाहिँ, तैपनि फर्केर नेपालको झन्डा फर्केर चाहिँ बवाल मजा आउँछ कि। यति चाहिँ राम्रो हो क्या। ल शीतल भयो, बल्ल शीतल भयो क्या। अहिले आउँदै गर्मी भएर हो नि, आउँदै गर्मी भएर नि हो। तीन घन्टा जति बस्यो अनि त्यसपछि हामी लाग्यौँ अब गुफा डाँडालाई छोडेर। अब हामी लाग्यौँ। ल अब अर्को भ्लगमा भेटौँ ल है त। तर गुफा डाँडामा नि फुल चाहिँ बवाल छ है। यस्तो छ है। कालिम्चोक गोसाइकुण्ड जस्तै छ चाहिँ ठाउँ चाहिँ होइन। तर मलाई चाहिँ हल्का बढी माइलेको जस्तो फिल हुँदो रहेछ यहाँनिर चाहिँ होइन। तर वासरुमहरू नि छन् चाहिँ सुविधाहरू चाहिँ सबै कुरा चाहिँ रहेछ, राम्रो छ यहाँ चाहिँ। आउनु एकचोटि तपाईँहरू पनि गुफा डाँडा आउनु भएको छ भने त भइहाल्यो। आउनु भएको छैन भने एकचोटि तपाईँहरू पनि आइदिनुहोस्। राम्रो छ, शीतल ठाउँ। वरिपरि डाँडा, हेलम्बु डाँडाहरू सबै देखिन्छ। यहाँ सर्सिङ झरना पनि देखिँदो रहेछ यहाँबाट अलिअलि। ल हस् त, अब अर्को भ्लगमा भेटौँ ल। हेरिरहनु होला, सेयर सब्सक्राइब सबै गरिदिनु होला। लाइक कमेन्ट भन्न नपरोस् नेपालीलाई। अब भन्न त भन्छन् मान्छेहरूले, अब तै पनि भनिदिउँ पहिले पनि ल। पछि भेटौँ ल है त अर्को भ्लगमा।